वेलकम ब्याक टु माई युट्युब च्यानल। सधैँ चाहिँ यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आशा छ हजुर सन्चै हुन्छ होला, हामी पनि सन्चै छौँ, ठिकै छौँ होइन। आज चाहिँ हाम्रो बेबीलाई भ्याक्सिन लाउनु जाँदैछौँ हामी। आज चाहिँ उसको अन्तिम भ्याक्सिन हो। ढिलो भइसकेको छ साथीहरू, हेरौँ अब के हुन्छ। बाहिरको मौसम चाहिँ आज एकदम हावा चलिरहेको छ। बेबी चाहिँ हेर्नु न, यहाँ यहीँदेखि बाहिर जान भनेर रेडी परेको। बाहिर जान भने पछाडि, घुम्न भने पछाडि बानी भइसक्यो यो पनि। बेबी चाहिँ हेर्नु न, आफै हिँड्न खोज्छ, आफै कुद्न खोज्छ। यस्तो हावा चलेको छ। मौसम घाम लागिरहेछ चर्को। यो चाहिँ धनिया रहेछ। अब चाहिँ साथीहरू हाइवे आइपुग्यो। हाइवेमा त अब छोड्ने कुरो भएन, पापाले बोक्दै भइसिन्छ त। यहाँ हजुरको साथीहरूलाई भनिदिनु त, हेलो साथीहरू नमस्कार भनिदिनु। नमस्कार हाई गरिदिनु आवाज। हाई गरिदिनु त, यता मोबाइलमा हेलो गरिदिनु त। यता मलाई लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् हस् भन्नु त। स्माइल गरिदिनु त, स्माइल। हेलो गर्नु, हाई गर्नु, त्यसरी त्यसरी हाई गर्नु। हाई गरिदिनु नि त। हेलो हेर्नै साथीहरू, ट्र्याक्टर देख्नै हुँदैन। यहाँ ट्र्याक्टर आयो कि खुसी भएर यता हेर्नु हेर्दैछ। उहाँ ट्र्याक्टर भनिहाल्छ, आफै भन्छ त। सानोमा देखाउँदा ट्र्याक्टर ट्र्याक्टर भन्न लगाएको थियो नि त, अलि सानो सानो थाहा नपाउँदाखेरि। अनि अब अहिले त आफै ट्र्याक्टर भन्छ। आफै आफै देख्ने बित्तिकै हामीलाई याद हुँदैन, कति छिटो याद गरिहाल्छ। यहाँ घाम लागेको छ धेरै, त्यही भएर चस्मा लगाइदिएको बेबीलाई। हेर्नु न टोपीमा चस्मा। ऊ माथि हेर्दैछ, म के देखेँ। झन्डा हो, माथि झन्डा छ, झन्डा नेपालको झन्डा। हामी साथीहरू हाइवे पनि आइपुग्यौँ। हाइवेमा चाहिँ अब अलिक धेरै ठुलो स्वरले बोल्नुपर्ने अवस्था देखेँ मैले। अलिक गाडीको आवाज अलिक धेरै छ, हावा चलिरहेछ। सवारी पनि चढिसक्यौँ। भ्याक्सिन लाउनु पर्ने थियो। यहाँ उभिएर तौल पनि लिइसक्यो। भ्याक्सिन पनि लगाइसक्यो। भ्याक्सिन लगाएर चाहिँ म हिँड्न खोजेको कुद्न खोजेको चाहिँ एकछिन बस्न मान्दैन। अरू चाहिँ भ्याक्सिन लगाएर हुन्छ नि, त्यो भ्याक्सिन लगाएर यता कुदेको छ, उता कुदेको छ, हिँडेको नन स्टप हिँड्नै गर्छ। पछि लाग्नुपर्छ। हामीले भ्याक्सिन लगाएको त्यो छैन नि।
भ्याक्सिन चाहिँ लगाइसक्यो। भ्याक्सिन लगाइसकेपछिको अवस्था उसको यस्तो छ अहिले। मेरो बेबी चाहिँ अलिक पातलै छ। अब कुदे हजुरको बेबीहरूको चाहिँ कति वेट छ के छ कमेन्ट गर्नुहोला। कुदेर एकछिन बस्दैन, खाना चाहिँ खान्छ, त्यति नै सब्जी लाग्दैन। अलिअलि लाग्छ, जस्तो बढे जस्तो हुन्छ, फेरि बिरामी भएपछि झट्टै घटिजान्छ। अनि यस्तो कुदै मेरो बेबी मात्रै यस्तो हो कि सबैको बेबीहरू यस्तै हो? म त छक्क पर्छु। म खालि खेल्न, खालि कुद्न, खालि खेल्न, एकछिन बस्दैन। छटपट भइरहेको छ। नसुतिन्जेलसम्म उसको यत्तिकै। तपाईँहरूको बेबी पनि हिँड्नुहुन्छ कि हिँड्दैन? 15 महिनाको बेबी हो। अझै उसलाई छोड्दैन भन्दैछ, पुच्छु भन्दैछ। अझै बोक्न मानेको छैन कि बोकेर हिँड्नु पर्यो, नभए उसलाई छोडिदिइहाल्नुपर्छ। यस्तो गर्छ नि। भ्याक्सिन लगाएकोलाई मतलब छैन। हामी चाहिँ भ्याक्सिन लगाएर अब फर्क्यौँ। एकछिन गफसफ गऱ्यौँ। भ्याक्सिन लगाएर हामी ओह्रालो झर्छौँ। भ्याक्सिन चाहिँ भयो आज। ठिक्क त्यो कस्तो ठिक्क सकिने। गाइस आजको भिडियो चाहिँ यति नै एन्ड गऱ्यौँ हामीले। सब्सक्राइब गर्नुहोला च्यानललाई।